हेलो सम्पूर्ण नेपाल देशवासी दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू संसारको जुनसुकै कुनामा बसोबास गरिरहनु भए तापनि आफ्नो देशलाई सधैँ सधैँ माया गरिराख्नुहुने र आफ्नो देशलाई सधैँ सधैँ सम्झिरहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म यो सुभाषको हार्दिक नमस्ते अनि सल्युट गर्न चाहन्छु। Especially this message to our Nepalese Gen Z group को लागि हो र म के भन्न चाहन्छु भने I would like to strongly advise you guys, please let Harka Sampang to lead this country if you want to bring your dreams come true. र he's the only one guys capable and he's the hungry person and the capable person and transparency and proactive र बटमदेखि टपसम्म बुझेको मान्छे चाहिँ अहिले करेन्टली सिचुएसनमा चाहिँ उहाँ देख्छु। हिज द करेज, एकदम साहसी व्यक्ति हुनुहुन्छ जसले चाहिँ जेन्जी ग्रुपले मलाई सपोर्ट गर्छ भने आई एम रेडी टु लिड दिस कन्ट्री भनेको छ। प्लिज जेन्जी ग्रुप हर्क साम्पाङ जस्तो व्यक्ति चाहिँ हाम्रो देशलाई चाहिएको छ। त्यसैले उहाँको काँधमा चाहिँ हजुरहरूले हाम्रो देश सुम्पिनु पर्छ। हजुरहरूले चाहिँ सुम्पिनु भयो भने चाहिँ हजुरहरूको सपना साकार हुनेछ भन्न चाहन्छु। र जति पनि हाम्रो यो आन्दोलनमा ज्यान गुमाउनुभएका भाइ बहिनीहरू, उहाँको आत्माले चिर शान्ति कामना गर्न चाहन्छु। अनि जति पनि इन्जुरिजहरू हुनुहुन्छ, घाइतेहरू हुनुहुन्छ, उहाँहरूको सुस्वास्थ्यको कामना गर्न चाहन्छु। र यति भन्दै फेरि वन्स मोर प्लिज जेन्जी ग्रुपका भाइ बहिनीहरू, प्लिज लेट हर्क साम्पाङ टु लिड दिस कन्ट्री। यो एउटा अपर्च्युनिटी चाहिँ हजुरहरूले गुमाउनु हुँदैन भन्न चाहन्छु। र यति भन्दै मेरो एक दुई शब्द यहाँ अन्त्य गर्न चाहन्छु र सबैलाई शुभ दिन and have a good day to all and see you next video. Love you guys.